तपाई केपी ओली हो र तपाईले भर्खरै 19 बालबालिकाको हत्या गर्नुभएको छ। त्यही पनि राति संसदको मिटिङमा रेस्पोन्सिबिलिटी नलिई तपाईलाई अझ पावरमा बस्न मन छ र भोलिलाई कर्फ्यू राख्दिनुहुन्छ किनकि भोलि के नै हुन्छ र तर जे भए नि तपाई केपी ओली हो। सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु। सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु। 14 वर्ष जेलमा सर्भाइभ गरेको केपी ओली हो। नेपालबाट राजतन्त्र हटाउने तपाई केपी ओली हो। 2टा किडनी ट्रान्सप्लान्ट गरेको केपी ओली हो। जुन पार्टीले तपाईलाई निकाल्न खोजेको थियो त्यो पार्टीको लिडर हो तपाई केपी ओली हो। तर अहिले तपाईलाई गाह्रो छ, तपाई जेल बस्या जस्तै छ किनकि तपाईले 5 स्टार छोडेर गुन्डु जस्तो ठाउँमा बस्नु परेको छ। तपाईको सेक्युरिटी छैन, 5 स्टार सर्भिस छैन, इमर्जेन्सीमा आउने डाक्टर्स छैन र तपाई अहिले पनि त्यो ठाउँबाट निस्किन सक्नु भएको छैन र जनताको नि तपाईसँग साथ छैन। त्यत्रो मान्छे मार्नु नै भएको छ तर तपाई चिन्ता नगर्नु, अब पालो छ कम ब्याकको। र यो भिडियोमा थाहा हुन्छ कि तपाईले 100 जना भन्दा बढी मान्छे मारेर पनि कसरी टपमा आउने भनेर। यो भिडियोमा हेर्छौं केपी ओलीको पर्सपेक्टिभबाट हामीलाई कसरी म्यानिपुलेट गर्न सकिन्छ र उहाँ फेरि टपमा कसरी आउन सकिन्छ। टाइम फर अ कम ब्याक। कमब्याक गर्नलाई पावरमा त आउनु परिहाल्यो र पावरमा आउनलाई इलेक्सन्स त लड्नै पर्यो, अरु अप्सन नै छैन। इमेजिन गर्नु कि CIA ले गरेको छानबिनमा तपाईलाई केही भएको छैन र केही एभिडेन्स पनि छैन र जेन्जीले पनि तपाईलाई घरमा आएर कुट्ने छैन, जुन चाहिँ प्रब्लली हुँदैन र इलेक्सन पनि पुरानो जस्तै इलेक्सन हुन्छ। अब त्यो हुँदा नेपालमा 275 सिट्स छ। 110 सिट्स डाइरेक्टली पार्टीलाई भोट गरिन्छ भने 165 सिट्स हरेक कन्स्टिट्युएन्सीबाट इलेक्ट गरिन्छ र डाइरेक्ट भोटमा पहिला एमाले को 28 लाख भोट आएको थियो भने यो पाली त्यो आउँदै आउँदैन र रिपोर्ट्स अनुसार 1 लाख भन्दा बढी जेन्जी सेप्टेम्बर 8 को प्रोटेस्टमा नेपालभरि गएका थिए र त्यहाँ तपाईले गोली चलाउनु आदेश दिएको भनेको 1 लाख मान्छेलाई मात्र अट्याक गरेको होइन, 1 लाख मान्छेको फ्यामिलीलाई पनि अट्याक गर्नु भएको। नेपालमा हेर्यो भने एटलिस्ट 30 जना क्लोज मेम्बर्स साथी भाइहरू सबै हुन्छ एउटा फ्यामिलीमा। भनेपछि तपाईले 30 लाख भन्दा बढी मान्छेलाई त पर्सनली नै अट्याक गर्नु भएको छ। यो कुराले गर्दा पहिला 110 सिट्सबाट 34 सिट्स जित्नु भएको थियो भने अब 10 सिट्स पनि जित्न गाह्रो हुन्छ। अनि आयो कन्स्टिट्युएन्सी भोटको कुरा। एमालेले पहिला 165 बाट 44 सिट्स जितेको थियो भने त्योबाट 44 सिट्समा 30 एउटा त मेजर सिटिज जस्तो काठमाडौँ, ललितपुर, झापा, बुटवल जस्तो ठाउँबाट थियो जुनले अब भोट पनि दिनेवाला छैन र भोट माग्न आउने ती पुरानो पार्टीजहरूलाई फ्लाइङ किक दिँदै खेदाउने छ। र झापा जुन ठाउँबाट केपी ओलीले पहिला जितेका थिए त्यहाँको मान्छेहरू अलरेडी अगेन्स्ट गइसकेका छन् केपी ओलीको। प्रधानमन्त्रीको एरियामा अहिले एउटा चोक बनेको रहेछ। यो चोकलाई देखाउँदैछु म। चोकको नाम हो बालेन चोक। यो कसले राख्नुभयो, किन राख्नुभयो, यो चोक कहिलेदेखि सुरु भयो म त्यो पनि बुझ्नेछु। अब तपाईको हातमा पावर नै हुँदैन, अदालतले पनि साथ दिँदैन र इलेक्सनले पनि साथ दिँदैन र मेरो पावर भएन भने कसैको पावर नि हुँदैन भन्दै देशलाई सिभिल वार गर्ने प्लान गर्नु र एमाले पार्टीले यसमा साथ दिइहाल्छ नि किनकि यो कुरा सबैलाई थाहा छ। मान्छेलाई एमाले बनाउन सकिन्छ तर एमालेलाई मान्छे बनाउन कहिले सकिँदैन। अब आयो मेन प्लानको कुरा। यत्रो वर्षको भ्रष्टाचार गरेको पैसा छँदैछ नि र मान्छेहरूलाई पनि के थाहा त्यो पैसा सम्पत्ति शुद्धिकरण गर्दा भेट्टाउन पनि गाह्रै नै छ किनकि त्यो बेलाको गभर्नमेन्ट र त्यो बेलाको बेस्ट अकाउन्टेन्ट तपाईसँग नै थियो। त्यसमाथि इन्टरनेसनल ब्याङ्क अकाउन्ट त कसैले ट्र्याक नै गर्न सक्दैन। त्यही भएर छाती फुलाएर भन्नु मेरो सम्पत्ति शुद्धिकरण गर्नु भनेर। कम्बोडियामा 32,000 करोड 21,000 करोड डलर स्विस ब्याङ्कमा यति हजार तपाईहरु त हेर्न जान सक्नुहुन्न भनिदिए भो। त्यो मात्रै किन भन्ने अमेरिकाका ब्याङ्कको आधा सम्पत्ति मेरै हो। मान्छेहरूलाई के थाहा सबै गभर्नमेन्टको बजेट कहाँ युज गर्नु भयो सोध्यो भने र बाहिरबाट आएको डोनेसन्स र MCC को पैसा कहाँ गयो त्यसको हिसाब देऊ भन्दा तपाईको सबै भाण्डाफोर भइहाल्छ भनेर। कुनै पनि स्ट्रङ कम्युनिटीलाई बिगार्नु पर्यो भने जेन्जीको प्राय जस्तो एजेन्डा एउटै नै छ। सो तिनीहरूलाई आफ्नोतिर साइडमा ल्याउनु पर्यो, तिनीहरूलाई गर्नु पर्यो डिभाइड एन्ड कन्कर र त्यो भ्रष्टाचारको पैसा पहिला निकाल्ने र सबै आफू पावरमा हुँदा तपाईले बचाएको क्रिमिनल्स अफ बिजनेस पिपल सबैलाई भेला गर्ने। त्यो पावर तपाईको
इन्डियाको गइसकेपछि तिनीहरू पनि स्योरली फस्छन् ती कम्पनीजदेखि लिएर ती क्रिमिनल्सहरूले साथ दिनेछन् अनि यत्रो वर्षदेखि इस्टाब्लिस गरेको झोले मिडियाले पनि साथ दिइहाल्छ नि। अब पैसा छ तपाईसँग, पुराना पावर गएका मान्छेहरू छन्, तपाईँले फाइदा दिएको बिजनेसेसहरू छन्, क्रिमिनल्सहरू छन्, झोले मिडियाहरू छन्, सबैलाई लिएर आफ्नो टेररिस्ट इमेजलाई नेसनलिस्टमा कन्भर्ट गर्ने र रिबेल गर्ने मान्छेहरूलाई देशद्रोही बनाइदिने। जस्तो कि सुदन गुरुङ र बालेन शाह, पहिला उनीहरूलाई पैसाको लोभ देखाउने, त्यो नमानेपछि गुण्डाहरूलाई अट्याक पनि गर्न लाउने, त्यो पनि भएन भने उसको इमेजलाई ताक्ने। कहिले सुदन गुरुङ र आर्जु राणाको सँगै फोटो हालेर भन्ने कि यिनीहरू त मिलेको छन् भनेर। तर त्यो बेला के भएको थियो भने जब नेपालमा एउटा क्राइसिस आएको थियो त्यो बेला सुदनहरू फरेन अफेयर मिनिस्टर आर्जु देवाललाई हेल्प माग्न गएको थियो। त्यो सिचुएसनलाई लिएर एक्युज गरिदिने कि सुदन गुरुङ त कांग्रेसको हो भनेर। त्यो नभएपछि पानी दिने भाइ कसरी त्यहाँ माथि गयो क्वेसन गर्न। तर बिर्सिनेको यो इलेक्सन भनेको डिस्कर्डबाट भएको इलेक्सन हो र यो वार्ता मात्र सुदन गुरुङले गरेको हो। सुदन गुरुङको इन्भल्भमेन्ट वाज वार्ता गर्न, किनकि कोही पनि गएको थिएन र उसले जेनजीमा जे डिसाइड भएको थियो त्यही लिएर गएको हो। यो कुराले पनि सुदन गुरुङ फस्दैन भने उसलाई अब बाब्रा फाउन्डेसनको रङ एभिडेन्स देखाएर फसाउनु हैन। हामीलाई थाहा थियो यस्तो दिन आउँछ भनेर, कुनै दिन त आउँथ्यो हामीलाई खुट्टा तान्नेहरू त हैन, हामीलाई थाहा थियो। र रह्यो कुरा एनजिओ को, हामी नेपाल इज एन एनपिओ। हामीलाई एनजिओ मन नपरेर हामीले एनपिओ भनेर राखेको हामीले है। र त्यसको पनि एभिडेन्स हामी भोलि देखाइदिन्छौँ, झट्टै पल्टाएर मजा आछ त ल यहाँ यो छ, यो हाम्रो फाइनेन्स हो, हामीसँग भएको पहिला यति रुपियाँ छ र कुन चाहिँ युएसएआइडी देखि लिएर कुन चाहिँ युएसआइएनजिओसँग हामीले पैसा लिएर छ र 1 रुपियाँ देखाउ ल। कहिले सुदन गुरुङलाई युएसको एजेन्ट भनिदिनु, कहिले यो इन्डियाको मान्छे यसको नागरिकता नै इन्डियन छ भनेर देखाइदिनु, त्यो पनि ऱ्यान्डमली अर्को सुदन गुरुङ नाम गरेको दार्जिलिङको मान्छेसँग कनेक्ट गरेर। त्यो सुदन गुरुङ दार्जिलिङको एउटा फोटो देखाइरहेछ, अर्कै छ अनुहार, यता नेपालको सुदन गुरुङ हामी नेपालको अनुहार अर्कै छ, यही हो सिक्किम दार्जिलिङको मान्छे हो, यो सिक्किम दार्जिलिङको मान्छे। अब त्यो गर्ने को त झोलसरु हो। कहिले जस्तो चाइनिज फेस भयो र तिब्बतियनको होला भनेर तिब्बतियन अक्युज गरिदिनु, भरको आरोप लगाइदिनु, जसले गभर्मेन्टलाई पावरमा ल्यायो त्यो मान्छेको इमेज नै खत्तम पारिदिनु। र त्यो मात्र होइन, बालेन शाहले सिंहदरबार जलाउनबाट बचाएन भनेर अक्युज गरिराख्नु, जबकि रिपोर्टमा आइसकेको छ कि काठमाडौँ मेट्रोपोलिटन फर्स्टमा गएर सिंहदरबार जलाउनबाट रोकेको थियो। इमेज आयो बालेन शाहको र उसको इमेजलाई पनि खत्तम पारिदिनु। पहिला त उसले सिंहदरबार बचाएन भनेर अक्युज गर्नु, जबकि काठमाडौँ मेट्रोपोलिटनको गाडी सबसे पहिला त्यहाँ पुगेको थियो। सिंहदरबार त हजारवटा बनाउन सकिन्छ, मान्छेले सिंहदरबार जलायो भनेर सिंहदरबार अर्को बनाउन सकिन्छ। त्यो मान्छे एउटा कोख रित्तेको आमाको कोख एकचोटि ल बनाएर देखाउनु त, मलाई एकजना बनाएर देखाउनु, ल एकजना मेरो भाइलाई देखाउनु, एउटा आमाको कोख रित्तेको कोखलाई तपाईँको फेरि तपाईँको उहाँलाई न्याय दिनलाई उहाँको छोरालाई फेरि जीवित बनाइदिनु त। त्यो पनि नभएपछि उसलाई इन्डियाको एजेन्ट भन्दैन। र बिर्सिनु हो कि जन्मको कारण त तपाईँले त्यो बच्चाहरू जुन मार्नु भएको थियो त्यो हो, अरू केही पनि होइन। मुभिङ अन, तपाईँसँग पैसा त छँदैछ नि, र नेपालमा मासु भात र पेट्रोलमा बिक्ने मान्छेहरू पनि धेरै नै छन्। त्यो बिक्ने मान्छेहरूको एउटा सम्मेलन गरेर अहिले आफूलाई पावरमा भएको जस्तो देखाउनु र तिनीहरूको अगाडि बोलेर आफूलाई बाघ जस्तो देखाउनु। यो आन्दोलनको मैदानको बाघ हौ हामी, बाघ होइन हो दाजु, टोइलेट जाँदा पनि अगाडि पछाडि 20-25 जना केटाहरू बोकेर हिँड्ने, अनि बाघ हुँ म बाघ भनेर कराउने। र बिर्सिने कि बाघ त सोल्डरी एनिमल हो, भनेको एक्लै हुने, एक्लै हन्ट गरेर बस्ने एनिमल हो। यत्रो ग्रुपमा बस्ने एनिमलहरू भेडा मात्र हो, अरू कुनै पनि छैन, भेडाहरू मात्रै हो। र ती भेडाहरूलाई सेन्ड गर्नु रिपोर्टर्स क्लब्स, इन्टरभ्युज अनि आफ्नो प्रोपोगेन्डा फैलाउनु। प्रहरीले तपाईहरुलाई हतगडी लाउनु पर्छ। त्यो तपाईं के लयर हो? म एउटा देशको जिम्मेवार व्यक्ति हो। कसरी जिम्मेवार? तपाईको क्वेशन नै यो इरेस्पोन्सिबल क्वेशन। कसरी इरेस्पोन्सिबल? कसरी रेस्पोन्सिबल? तपाईले नेतृत्व लिएपछि तपाई जिम्मेवार बन्नु पर्दैन? जिम्मेवारको लागि छानबिन आयोग गठन भएको छ कि छैन? तपाईले म नेतृत्व हो भनेर यत्रो पत्रकार सम्मेलन गरेर भन्दै हुनुहुन्छ। कहिले शहीदहरूलाई आतंककारी भन्दिनु। जेएनजी भनेकै आतंककारी, जसरी वैश्याल आतंककारी थियो, हिजो माओवादी आतंककारी, लुटेर बैंक लुटे ठग्ने 10 वर्षमा माओवादीले गरे भन्दा 2 दिनमा यिनीहरूले गराउँदैन। त्यही भएर जेएनजीलाई आतंककारी नबनाऊ भन्छन् हाम्रो साथीहरू। जेएनजी भनेकै आतंककारी हो ल, 10 चोटि 20 चोटि 50 चोटि। कहिले रिपोर्टर्स क्लबमा प्रोटेस्टर्सहरूलाई धम्की दिनु, कुट्दिनु, तर यो गर्दा नि किनकि जेएनजीको मेजोरिटी पपुलेसन छ, तपाईलाई ब्याकल्यास आउनेछ, किनकि नेपालको 33% भन्दा बढी जेएनजी नै छ। र मेजोरिटीलाई अट्याक गर्नु भनेको सुसाइड मिसन गरे जस्तै नै हो। यो कुरा किशोर श्रेष्ठलाई सोध्दा हुन्छ। मेरो व्यक्तिगत रूपमा विराज ढुङ्गानासँग केही पनि छैन र प्रश्न गर्ने शैलीको कुरा गर्नुहुन्छ भने विगतमा मैले यही शैलीले प्रश्न गर्दाखेरि मलाई संसदमा सम्भवतः पहिलो चोटि नेपालको इतिहासमा एउटा पत्रकारको पास खोज्छ। त्यही भएर
जेनजीहरूलाई आतंकवादीको पर्सपेक्टिभ छोडिदिनु र आफूलाई नेसनलिस्टको नारा लगाउनु। सुदन गुरुङ एक्चुअली जेनजीको भोइस हो भन्ने कुरामा म कुन दिन कन्भिन्स भयो भने जब ऊ कन्फिडेन्टली प्रेस कन्फरेन्समा गएर भन्यो संविधान चाहिँदो रहेछ हामीलाई हो हामी सबैजना डराएर बसिरहेछ मिलिट्री शासन हुन्छ क्या मिलिट्री शासन हुन्छ क्या। सुदन गुरुङ फोनमा प्रधान सेनापतिलाई थर्काएर टिकटक पोस्ट गरिरहेछ। जेनजी इज फकिङ बालेन र सुदनलाई अट्याक गर्नु र यही विदेशी एजेन्ट हो भन्नु, किनकि तपाईँसँग अरू केही पनि एभिडेन्स छैन। त्यही भएर बेस्ट एभिडेन्स इज यिनीहरू देशद्रोही हो र यो पहिला महावीर पुनलाई पनि गरिसकेका छन्, अब बालेन र सुदनलाई पनि गरिन्छ र भन्नु कि राम्रो काम गर्नेहरू सबै एजेन्ट हो, भ्रष्टाचार रेपिस्टहरू चाहिँ देशभक्त हो। अनि जहाँ पनि गएर केस फाइल गरिदिनु कि बालेन र सुदनले गर्दा यो आन्दोलन भएको हो, तर रियालिटीमा यो आन्दोलन तपाईँले गर्दा भयो अरू कसैले गर्दा पनि भएको होइन। जब त्यो बच्चाहरू मरे तबदेखि मान्छेहरू आकर्षित भएको हो। अनि जहाँ पनि केस फाइल गरिदिनु र नेपाली जनता जस्तै तपाईँले बनाएको सिस्टमले न्याय पाउँछ भनेर आशा राखेर हरेक सरकारी ढोकामा नम्बर 1 देखि 7 देखि फेरि 1 नम्बरमा घुम्दै न्याय पाउने आशा गर्नु, किनकि घन्टाको न्याय पाउनेछ। अब केही नभएपछि रियलाइज गर्नु कि त्यो गेट लाउँदाको बोकिराख्ने कुकुर हुन्छ र गेट खोल्न साथ केही नगर्न सक्ने कुकुर हुन्छ, त्यो तपाईँ नै हो। सरी, कुकुरको बेइज्जत भयो होला, तपाईँ एमाले हो।